हजुरको नाम? मेरो नाम चाहिँ मेघराज गिरी हो। रमाइलो ठाउँ, हाम्रो एकदमै पहिलेको यादगार ठाउँ। आज हामी चाहिँ गलाकोटमा आएका छौँ। एकदमै सुनसान छ जङ्गल। अब हामी जान्छौँ फेरि तल्लो भेगतिर अनि तपाईँहरूलाई त्यहाँको सबै देखाउँछौँ के कस्तो त्यहाँ छ भनेर।
सबैलाई शुभ बिहानी। आज हामी चाहिँ अछाम जिल्ला चरपाडी गाउँपालिका वडा नम्बर 4 पायलको एकदमै सुन्दर ठाउँ, रमणीय ठाउँ, हाम्रो एकदमै पहिलेको यादगार ठाउँ। आज हामी चाहिँ गलाकोटमा आएका छौँ। एकदमै सुनसान छ जङ्गल, भिरपाको एकदमै एक्लै छ। हामी बिना हाम्रो गाउँपाखा एकदमै अधुरो छ। यो भिडियोबाट तपाईँहरू देख्न सक्नुहुनेछ। हामी यहाँको एउटा छोटो क्लिप तपाईँहरूलाई देखाउन गइरहेका छौँ, हेर्नु होला। एकदमै रमाइलो छ, तर मान्छे कोही पनि छैन। हामी चाहिँ आज चित्र जाँदैछौँ छौँ। अहिलेदेखि चित्र जाने क्रममा यो चाहिँ हाम्रो के नाम बिर्सेँ म, यसको नाम चाहिँ तपाईँहरूलाई थाहा भएको छ भने कमेन्ट गर्नु होला। नाम ठ्याक्कै बिर्सेँ म। अप्रोडको बाटो डेन्जर छ अलि। यो चाहिँ हाम्रो कटनालको पिपल हो। यसको तल चाहिँ कटनालको हाम्रो पानी छ, आज पनि छ कि छैन। हामी ठ्याक्कै तल्लो पुगिसक्यौँ। यसको पनि आफ्नै पहिचान छ। यसको बारेमा म तपाईँलाई धेरै त के भन्न जान्दिनँ। एकदमै ठाउँ रमाइलो छ, तर मान्छे पनि रहेछ यो ठाउँमा। अब हामी जान्छौँ फेरि तल्लो भेगतिर। फाइनली चाहिँ हामी तल्लो लास पुगिसक्यौँ। हाम्रो चाहिँ यहाँ गाउँका मान्छे हुँदो रहेछ, अनि उहाँहरूसँग हामी थोरै चाहिँ एउटा भलाखुसरी गर्नेछौँ। हजुरको नाम? मेरो नाम चाहिँ मेघराज गिरी हो। हाम्रो बाबाजे चाहिँ यहीँ हुर्केको, यहीँ खेतीपाती गरेर बसेको, बसोबास गरेको मान्छे हुन्। अब त्यो बर्खाभरि चाहिँ रोड चाहिँ अब चालु भएन, गाडी चाहिँ चल्न पाएन। त्यसैले चाहिँ अब के गर्ने, अहिले लास्टले चाहिँ अलि दुःख नि पाएको छ। बाबाजेहरूले यहीँ गुजारेका हुन्। अनि तपाईँको यहाँ बस कस्तो लाग्यो? बसेर आज यहाँ? मलाई त राम्रो लाग्छ। अनि यहाँ हाम्रो चाहिँ एकदम पुरानो छानो हो, अलमोस्ट कति साल भयो? त्यो त 20 वर्षभन्दा माथि भयो होला। 20-22 वर्ष जति भयो होला। नजिकै जो काम चलिरहेको छ यहाँ सेती लोकमार्ग हो यो। सेती लोकमार्ग। अनि यहाँबाट चाहिँ हाम्रो लाइन कनेक्सन डाइरेक्ट पायल र सिमडीको यो बाटो हो। यहाँ भैँसी पालन छ अङ्कलको, यहाँ एकदमै राम्रो छ। धन्यवाद। तपाईँले यो भिडियोलाई एकदमै सेयर गरिदिनु होला, अनि हामीलाई चाहिँ माया गरिदिनु होला। फाइनली चाहिँ हामी यो हाम्रो चाहिँ सेती लोकमार्गको यो पक्की पुल हो। करिब 8-10 साल पछि चाहिँ बनेको छ। यो चाहिँ हाम्रो नगरपालिका चाहिँ मगलसिंहको हो। यो चाहिँ हाम्रो चरपाडी गाउँपालिकाको सिमाना हो। यो चाहिँ हाम्रो एकदम पुल हो। हाम्रो ब्लग चाहिँ यहाँ इन्डिङ हुन्छ। हामीले यहाँ आएर चाहिँ चुक खाएका छौँ, तपाईँ देख्न सक्नुहुन्छ। इमिलो हाम्रो यहाँ अङ्कल हुनुहुन्छ, हाम्रो जय साहब हुनुहुन्छ, अनि म छौँ, अनि क्यामेराम्यान चाहिँ हाम्रो सरोज भाइ छन्। एकदमै रमाइलो छ आजको दिन। एकदम उहाँ चुकार्दैन त जय साहब, अनि अङ्कलमा बसिरहनु भएको छ। रमाइलो ठाउँ। सबैले एकदम सेयर गरिदिनु भिडियोलाई है। धन्यवाद।